अन्त फोरको चाहिँ गयो भने तिमीलाई म खुवाउँछु ल के गरे टिबेटन खाना यत्रो यत्रो मोमो ठुल्ठुलो मोमो छ खुवाउनु पर्दैन हौ किन्दिनु भइहाल्यो नि जय हेलो दोस्तो वेलकम छ तपाईहरुलाई मेरो नयाँ भिडियोमा हो धेरै दिन बाद आज म एउटा भिडियो बनाउँदैछु फेरि आज चाहिँ हामी भाइपिन जाने आँटेको भाइपिन जान त यहाँ टिकट काउन्टरमा आएको टिकट काट्नको लागि टिकट काउन्टर खोलेको रहेछ हो अहिले चाहिँ टिकट काउन्टर खोल्यो हैन टिकट काट्यो अन्त यो चाहिँ हो लाइफ बोट यसमा चाहिँ हामी जाने हैन हो हामी जाने बोट चाहिँ अर्कै हो चाहिँ परेलालाई के दिएको यो खाना बदाम बदाम हामी चाहिँ अहिले भाइपिन जाने आँटेको हो टिकटहरू यहीँ टिकट काटेको छु बदाम किनेको छु घुम्नु जाने कतापट्टि हो भाइपिन जानेपट्टि पानी पर्दो रहेछ नि बोट मात्रै मान्छे आज तर खाली खाली छ त्यस्तो पनि उयो छैन मछुवाराहरू आमा हेर त यो के लगाएर हेर त स्पिड कुद्छ त्यो क्या त यस्तो छ नि यो यही त हुन्छ दुधो लगाएर त झन् त्यही हो मेन इन्जिन तर यस्तो कुद्ने कति टाइम लाग्यो हामी आइपुग्नु आधी घन्टा लाग्यो नि यो चाहिँ एउटा टुरिस्ट बोट पुरानो राम्रो छ तर उनीहरूले भिडियो गर्दैछौ ओ लास्ट नि 10 बजीसम्म छ अरे बोट फर्किने 10 बजीसम्म झऱ्यो 10:30 होइन अरे ल हामी चाहिँ आइपुग्यो अहिले भाइपिन हो म चाहिँ तर गुन्डा जस्तै यो चाहिँ उयो गरिरहेको छु ओ हामीलाई छाता चाहिन्छ चाहिँदैन हो खतरा मान्छे हामी वाटरप्रुफ होइन नि त छाता नि कहाँ फोन वाटरप्रुफै हो हजुर यता चाहिँ कता जाने फोरको चाहिँ गयो भने तिमीलाई म खुवाउँछु ल के गरे टिबेटन खाना यत्रो यत्रो मोमो ठुल्ठुलो मोमो छ खुवाउनु पर्दैन हौ किन्दिनु भइहाल्यो नि जय हामी आफै खाइहाल्छ हाम्रो नि होइन म हातले खुवाउँछु नि त हातले खुवाउनु पर्दैन किन्दिनु भइहाल्यो कता हो यता हो यता त होला नि यसो यता जाँदैछ कुन चाहिँ डोलो डोलो यो भनेको खोइ के हो थाउ यहाँबाट कति लाग्दैछ 150 अरे उयो के भन्छ गाडीमा सजिलो नि बरु गाडीमा हेर्नुपर्छ ल अहिले अनि 2 hours later हामी चाहिँ अहिले भाइपिन बिच त आइसक्यो तर पानी परिरहेको छ हो लाग्छ के भन्नु यता घाम पनि लागेको छ पानी परिरहेको छ हो अन्त लाइट हाउस छ लाइट हाउस यत्र आयो टोटल म नाप्पा खाऊ खाऊ लु खाऊ अन्त मेरोमा रिल्स बनाउने भिडियो छ मेरो मोबाइलमा छ 6 बजी त यतिको छ घाम कस्तो भिडियो अरे बिस्कुट डुबाउनु त पक्कै कस्तो भिडियो अरे मलाई यस्तो भिडियो कहाँ जस्तो लाग्यो अरे रक्सी खान गए जस्तो भइसक्यो मान्छे हामी जाँदैछौँ भाइपिन यहाँबाट आमा
अहिलेदेखिको मैले भाइ पनि भनेको कि 2-3 घन्टा भइसक्यो आजसम्म पुगेछन् भाइ पनि अन्त यतिर म घर पुग्थ्यो होला हेर यो के अरे बिचमा आउँदा पनि बुट लगाएर आउँछ के लगाएर आउँछ अनि त्यस्तै हुन्छ बुट खोलेर हातमा पक्रा अब उड्दैन हौ उड्दैन हावाले 1 केजीको सम्म त उड्न सक्दैन के भने ग्यास गर्ने ओहो हो त ग्यास गर्ने पर्किन्छ ल उता इन्डियन ग्यास यहाँ इन्डियन ग्यास छ ग्यास खतरा गर्ने त त्यसो त यो चाहिँ भाइपिन बिच सेकेन्ड टाइम आएको म चाहिँ भाइपिन बिच हो नाच लु नाच लु नाच म चाहिँ सेकेन्ड टाइम आएको यो भाइपिन बिच सेकेन्ड टाइम कुन चाहिँ यो भिडियो भनेको हुन्छ अब चाहिँ भिडियो सुटिङ गर्ने आँटेको तिमीले भिडियो बनाउनु पर्छ हुन्छ हाम्रो हिरोइन छ यी भिडियो बनाउनको लागि रेडी गर्दैछ हो हिँड्ने भनेको खाली कुरै हिँडेर जानुपर्छ यहाँ ग्यासको यो ग्यास गराउँदैछ तर नपर्क्यो चाहिँ फेरि भएन हौ यो तिम्रो के ढिलो हौ A few moments later. हामीले चाहिँ के गरेको ओटो नि ओला बुक गरेछ अहिले 1.6 किलोमिटर्समा टाढो छ त्यहाँ चाहिँ दाम 201 रुपियाँ यो भाइपिन बिच भएर बेसी दिनु हुँदैन नि त उनीहरू नि ल 2 hours later. दही पुरी हो यो खाउँदा लु कस्तो हुन्छ कहिले बनाइदिन्छु म तिमीलाई खाएको भिडियो खानु न जय खान्दा लो दाजु त्यो चाहिँ पानीपुरी हो म त खालि एक गरेर टेस्ट मात्रै गर्छु है कसले खान्छ छिटो लो दामी छ पुदिना फ्लेभर हो यो म ट्राई गर्दैछु ल पुदिना फ्लेभर यो चाहिँ लु खुवाइदेऊ न लु सेम हो यो पनि ए सरले कतिवटा खायो 4टा 3टा मात्रै यहाँको खाऊ अझै सेम हो
बेसी खाँदैनौ एकसँगै बेसी खाँदैन किन भन्दा बेसी खाँदैन म गएर खानुपर्छ नि त यो अगाडि कसरी खाने